के भयो कि किन रिसाछस्? छैन कि रिसाको? अनि रिसा छैनस् भने तेरो आवाज यस्तो किन फेरि? अब मेरो आवाजै यस्तै छ त अब म के गरौँ त? कि तँलाई अब मेरो आवाज नै मन पर्न छोड्यो? अबे पूजा मैले तेरो आवाज मन पर्दैन कति बेला भने के बोल भन् त सरासर? केही पनि भएको छैन के? केही पनि भएको छैन भने हिजो 6 बजे अनलाइन आएको थिएँ, खबर गर्नु पर्दैन? अब म कति बेला के गर्छु कस्तो गर्छु सबै के तँलाई मैले रिपोर्ट बुझाउनु पर्ने? हेर पूजा मैले भनेको थिएँ ल्याङ नगर के भयो त्यो भन्न त? अनि त्यसै टुसिरहेछ मैले त्यस्तो गए बेला भने कि तैँले रिपोर्ट बुझाउनु पर्छ भनेर के भयो सरासर भन्न? त्यो रिता भन्ने को? त्यसको फोटोमा त लभ रियाक्ट गरेर आतिस त अनि? ए त त्यही भएर रिसा कि? रिता मामा छोरी हो, हावा तालमा शङ्का गर्छ। ए मामा छोरी पो हो? तर तँलाई मामा छोरीलाई लभ रियाक्ट गर्नुपर्छ, लाइक गर्न सकिन्न? त्यो कुरा चाहिँ पूजा यार त तेरो बुद्धि कहाँ छ भन् त? अरे त पनि त कहिले मामा छोरा काका ठुलो ठुल्बा छोरालाई लाइक कमेन्ट गर्छस् त? मैले के भन्छु त? त न्यु नखोज जता पनि त आफै जित्दै नगर, जहिले पनि जित्छेहरूमा। ठिक छ कि ठिक छ, मैले सब बुझिसकेँ। आज मैले तैँले मलाई मतलबै गर्दैनस्? अरे पूजा कहाँको कुरा कहाँ ल्याइरहेको छ बे आमा? म कुरा के भइरहेछ अहिले फेरि मतलब गर्थेन त? जहाँबाट नजित के सधैँ तेरो जित हुन्छ। अलिकति आफ्नो गल्ती स्वीकार न। तैँले मलाई गल्ती देखाइस।